यी दिदी बहिनीहरू आज मैले आलुदम बनाउँदैछु। आलुदम बनाउने हो र सेलरोटी खाने हो। यो आलु काटेर राखेँ। आलुदमको मसला भर्दैछु। आलुदमको मसला चाहिँ नि प्याज लसुनको पेस्ट बनाउनुपर्छ। प्याज लसुन त्यहाँदेखि कलौजी लगाएर कलौजी फुराएर त्यहाँदेखि प्याज लसुन पिसेर खोर्सानी यसरी मसला बनाउनुपर्छ। मसला बनाउँदैछु। एकछिनमा सेलरोटी बनाएर खानुपर्छ यसरी त आलुदमसँग। यसरी राम्रोसँग मिक्स गरिदिएर त्यहाँदेखि एकछिन बफाउनुपर्छ। बफाए पनि यसको खट्टो खोर्सानी लसुन प्याज पुरा मिक्स भइजान्छ। एकछिन बफाएपछि भित्रभित्र पस्छ, त्यो भएर मिठो हुन्छ। यत्तिकै उतार्दिनँ, एकछिन बफाउनुपर्छ होला। अब यसरी बफाएँ, यसरी बफाउँदै चलाउनुपर्छ। यसरी चलाउनुपर्छ। दिदी बहिनीहरू यहाँ हेर्नुहोस् है, आज आलुदम बनाएको। अब सेलरोटी बनाउने हो। एकछिनमा आलुदम सेलरोटी यसरी बफाउनुपर्छ। यसरी यस्तो छ है। कोकोलाई आलुदम र रोटी खानु मन लागेछ आउनुहोस्। यहाँ आलुदम बनाउँदैछु, सेलरोटी बनाउँछु। चामल भिजाएको छु त्यहाँ। अब सेलरोटी बनाउने यो। आलुदम दिदी बहिनीहरू अब चामलको आँटा हो यो, अलिकति मैदा, अब घरको घिउ, यो घरको देसी घिउ है, मेरो घरको देसी घिउ लगाउने हो। यो 2 चम्मच देसी घिउ लगायो। तर लगाउने हो। यो देसी गाईको दुध हो घरको। अब यो तर लगाउँछु। यो तर लगाउने। दुधले फिट्ने हेल्दी बनाउनुपर्छ रोटी पनि नि, खाँदा पनि मिठो होस्, नरम त चुरुम होस् है। अब दुधले फिट्छु यो। रोटी बनाउँदैछु है बहिनीहरू, दिदी बहिनीहरू आउनुहोस् है। सेलरोटी खाने भाइ दुर्गा दिदीलाई रोटी खानु मन लाग्यो।
घिउ दुध तर हालेर दुधले मुछेर रोटी बनाउँदैछु। घिउ हाले 2 चम्मच देसी घिउ घरको, त्यहाँदेखि घरको दुध, अब त्यहाँदेखि चिनी पनि हाले। यसरी मुस्नुपर्छ। अब मुछेर अहिले बनाएको देखाउँछु है। कोकोला खाने आउनुहोस् है खानुको लागि बनाउँदैछु। त एउटा हातले बनाउने एउटा हातले भएन। कति जानेको रोटी त बन्यो। रोटी त मोटो मोटो बन्यो, पर राम्रो बनेछ, मिठो कुरकुरा। हेर्नुहोस् है, रोटी त्यति त राम्रो बनिन, फेरि पनि ठिकै छ। आउनु है दिदी बहिनी, रोटी बनाउँदैछु है। अब रोटी खाने। हेर्नु है, रोटी बनाइसकेँ दिदी बहिनी, आउनु। अब आलुदम बनाएको छु। आलुदम र यो खानुपर्छ है। आलुदम सेलरोटी खानुपर्छ। लु आउनु है दिदी बहिनीहरू, सेलरोटी बनाएको छु। सेलरोटी खाने है आज है। ठिक्कै भाइ पनि आइपुगे रहेछ आज है। गप्पु भाइ आइपुगेछ। सेलरोटी खानु भाग्यको कुरा हो, आफ्नो आफ्नो भाग्यमा हुन्छ है। आज यसको भाग्यमा रहेछ, बाटोतिर घुम्दै रहेछ। बाटोतिर घुम्दै रहेछ र बुलाए। सेलरोटी मिठो भएछ गप्पु होइन? साह्रै मिठो, एकदम बहुत मिठो। जस्तो मान्छे त्यस्तै मान्छेको साइजको सेलरोटी बनाउनु भएको छ दिदीले। अनि साथमा गोर्खा चटनी पनि छ। गोर्खा चटनी हैन, आलुदम, ए सरी, आलुदम। ठिकै छ, मिठो छ, मिठो छ। मैले खाएँ, एकदम मिठो लाग्यो। एकदम पुरा गाईको दुध लगाएर, घिउ लगाएर, अनि क्रिम पनि लगाएर दिदीले। अन्त त्यसले गर्दाखेरि मिठो भएको छ सेलरोटी। अब मिठो बनाएर चाहिँ आफै दोहोऱ्याउँदैछ। आउनु तपाईँहरू पनि खानु है। अहिले त म किटीमा जाँदैछु, अब शाममा आइपुग्छु। शाममा आउनुहोस्, त्यहाँ भएर शाममा खाने आलुदम र यो घरमै छ अझै।
आधा त खाइयो कहाँ छ म आधा लिएर म म गयो। हेर्नुहोस् म देखाउँछु है यहाँ कहाँ छ अझै यहाँ यस्तो यहाँ वर्ग बनाउनु भएको छ दिदीले हो यहाँ पनि छ अनि यहाँ आलुदम भरे अनि जति उहाँहरूले जतिजनाले हेर्नु हुँदैछ भरे बेलुका आउनुहोस् अनि यो जम्मै सेलरोटी र यो आलुदम खानुहोस् यो तपाईँहरूको लागि नै बनाएको भन्दैछ दिदी होइन त्यो ब्यागमा चाहिँ के लाने सेलरोटी लगेछु ए अच्छा अच्छा ए हजुर अच्छा अच्छा ए अच्छा 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 ए सोन्दी मनिको मम्मीले खुलाउनु मलाई पनि भन्दै थियो अच्छा 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 त्यो भएर ला न त पनि खाँदै गरेर भिडियो बनाउँदै होइन होइन भाउ मैले खाएँ अब म उतै गएर घर गएर खाने झुम झुम बस्छ है चुरुम चुरुम बनाएको छ मिठो भयो म त सादै त्यतिकै मलाई मिठो लाग्यो मिठो लाग्यो कलाहरू हेर्नुहोस् है दिदीको कला बहुत छ बहुत छ न ल यहीँ अब दिदीको यो सेलरोटी र आलुदमको आइटमलाई यहीँ क्लोज गरौँ होला लु जसले हेरिदिनु हुँदैछ उहाँहरूलाई धेरै धेरै धन्यवाद अनि यसो लास्टमा हेरिसकेर यसो औँठा पनि औँला पनि देखाइदिनुहोस् सुँगुरको मासु बनाउँदैछु है प्याज लगाएँ तेजपत्ता हालेको छु तेजपत्ताले राम्रो सेन्ट पनि आउने हालेको छु यो अहिले यसरी भुट्ने हो अहिले नुन पनि हालेको छैन यसरी रातो गरेर भुटेर बल्ल हेर्नु यसरी भुट्नुपर्छ म त यसरी भुट्छु तपाईँहरू कसो गर्छ यसो गरेर यो भयो अब त्यहाँदेखि यो भुटिसकेँ मैले अघि नैदेखि भुटेको हो अब त्यहाँदेखि पेस्ट लगाउँछु यो लसुन र अदरकको अन्त सुँगुरको मासु दाल भात आलुदम खानुपर्छ यसरी गर्नुपर्छ यो तेजपत्ता पनि हो यसरी गरेर अलि लसुन र अदरक पेस्ट तेलमा हाल्यो भने अलिक भुटिन्छ र महँगो बसाउँछ सबै एकैचोटि हाल्नुहुन्न म यसरी बनाउँछु तपाईँहरूले कसरी बनाउँछ है यसरी यस्तो गऱ्यो भने यो भयो अदरक लसुनको पेस्ट हालेँ अब आलुदम बनाउनुको लागि तयार छु आलुदम बनाउने अहिले बनाउँदै गरेको देखाउँछु मैले है यो अब अदरक लसुनको पेस्ट हालेँ मैले अब हल्दी त्यहाँदेखि नुन खुर्सानी जिरा धनियाँको पाउडर अब मसलाहरू लगायो यसरी भुट्नुपर्छ त्यहाँदेखि मिठो हुन्छ रातोबाट भुट्यो अब लगायो टमाटर पाकिसक्यो अब धनियाँ लगाउनुपर्छ यसरी धनियाँ लगाएँ र चाहिँ नि अब पाक्यो